फाइनली हामी चाहिँ पोखरा आइपुग्यौँ हो। बेलुका भन्दा पनि कति 8:30 बसेको थियो। 9 बजेको थियो। 9 बजेको थियो। अन्त होटलहरू खोज्दा हामीलाई अलिकति टाइम निकै नै लाग्यो, किनभने यतिखेर चाहिँ यहाँ प्रोग्राम हुँदो रहेछ। ठिक छ, 31st नाइट र न्यु इयर नाइटमा आज चाहिँ अलिक कम भिडभाड छ भन्दै थियो होटलको अनरले। हिजो चाहिँ ह्याप्पी थियो अरे हो। सो हामी पनि त्यहीँ जाँदैछ, तपाईँहरू पनि स्टे ट्युन, हामी तपाईँहरूलाई देखाउने छ कस्तो के हुन्छ। थाकेर चाहिँ हामी पनि फर्स्ट टाइम अब यता आएको एक्सपिरियन्स गऱ्यौँ कस्तो हुन्छ। थाक्नु चाहिँ पुरा थाकेको छ, तर पनि एकताल लेसी भनेर नि एकताल आएको बेला स्टे ट्युन। पोखरा नाइट, त्यसको नाइटको राजा चाहिँ फेरि आई एम द राजा अफ दिस। ओके, प्रोग्राम भइरहेको रहेछ हो। के छ कसो छ हेरौँ ल। नाइट अन्त मामा यहाँ त जतिखेर पनि नाच्दा हुने रहेछ। र एउटा कुरा के भन्दाखेरि अल्कोहल इज फ्री, एभ्रिथिङ इज फ्री ओभर हियर। अल्कोहलहरू तपाईँको फुड एन्ड ड्रिङ्क्स अब जति पनि इत्यादि छ होइन, लाइक मेला हुन्छ नि हाम्रो उता, त्यस्तै खालको हुँदो रहेछ। जहाँ पनि गीत बजिबसेको, नाच्दै गरेको, जस्ट गो विथ द फ्लो। ठिक छ, हामी पनि नाचेर आएको अलिकति। अब ऊ पर पनि छ जस्तो लाग्यो क्या ओभर हियर। अब यो जग्गा चाहिँ साह्रै मन पऱ्यो क्या मलाई पनि। अब एकदम बाहिर बाटोमा गीत बजिरहेको छ, गयो डान्स गऱ्यो, बास त्यति मजा इन्जोयमेन्ट लाग्यो क्या। लेट्स इन्जोय गाइस। ट्रिप लाग्यो जस्तो लाग्यो मलाई चाहिँ। थाइल्यान्डमा छ जस्तो, फिल लाइक थाइल्यान्ड। मजा आउँदैछ घुम्नु। जस्ट तपाईँहरू हेर्नुहोस्, आज अब पोखरामा चाहिँ के हुन्छ सबै हामीहरू देखाउनेवाला छौँ। अब हामी पनि एकदम नयाँ छ, अब हेर्नुहोस् के हुँदैछ होइन। Yeah.